अब यो डिजाइन भने चाहिँ यो झ्यालको खापा हो यो चाहिँ नेपाली औराक भन्नेबाट बन्छ हाम्रो यो 1 नम्बरको औराक यसमा नि क्याटेगोरी छुटिन्छ यो हामीले 1 नम्बर औराकबाट बनाएका छौँ अब यो डिजाइन अहिले जुन अहिले भर्खर लन्च भएको डिजाइन हो नयाँ डिजाइन हो हाम्रो यो चाहिँ यो तरिका नत्र भने यो सिधा बस्थ्यो तर हामीले चाहिँ अहिले नयाँ डिजाइनले हामीले कहिले पनि उहाँहरूको घरमा जसको क्लाइन्टको घरमा चाहिँ हामीले काम गर्दैछौँ भने उहाँहरूलाई भन्दा पनि अरू देख्ने मान्छेलाई राम्रो होस् भन्ने भावनाले हामीले काम गर्दै हुन्छौँ र अनि अरू त वारेन्टी ग्यारेन्टी त पुरै नगरौँ अब यो त यो हाम्रो पुस्तौँदेखि नै टिक्निक आएको भनेको हजुर एसियामा विश्वमा लगभग हाम्रो यो नेपाली औराक चाहिँ राम्रो काठ सम्बन्धी झ्यालको चौकोस र यो औराको काठ सम्बन्धी र चौको सम्बन्धीको विज्ञ भनेको चाहिँ हाम्रो उहाँ लगभग वर्षौँ उहाँको जिन्दगी नै लगभग 7 वर्ष 8 वर्षको उमेरदेखि नै उहाँले यसरी काम गरेर अहिले हामीसँग काम गरेकै लगभग 7औं 8औं वर्ष भइसक्यो उहाँसँग हामी यसरी सँगै बसेर काम गरेको उहाँ एकदम सहयोगी र इमान्दार र एकदम मेहनती दाइ हुनुहुन्छ उहाँले चाहिँ यो सम्बन्धी सम्पूर्ण आफ्नो विज्ञता अनुसारको काम हुन्छ प्लाइ सम्बन्धी विज्ञताको प्लाइको काम हुन्छ काठ सम्बन्धी गरेकोले काठको हुन्छ अब सोफा सम्बन्धी गरेको सोफा हुन्छ अब पेन्ट सम्बन्धीको पेन्ट हुन्छ भनेको आफ्नो एउटा डिपार्ट भएर छ फेरि अर्को डिपार्ट छ छुट्टै हेर्नुस् हाम्रो चाहिँ स्टाफ ब्रान्च सल्लाहकारी हो हैन हाम्रो चाहिँ हरेक डिपार्टमेन्टबाट काम भइरहेको हुन्छ तपाईको यो डिपार्टमा काठको काम छ तपाईको पेन्टको काम छ अनि मोल्डर काम अलि हुन्छ अर्को एउटा हाम्रो माथि सिउटर ब्रान्च छ त्यहाँ तपाईको टोटली काम हुन्छ भनेछ हजुरको कतिवटा ब्रान्च छ हाम्रो 4वटा भन्नु हाम्रो म्यानुफ्याक्चरिङ हुने ठाउँ चाहिँ 4 ठाउँमा म्यानुफ्याक्चरिङ हुन्छ हाम्रो यो त एक ठाउँ भयो है एक ठाउँ मात्र सीमित एक ठाउँ हो हैन एरिया चाहिँ कभर पनि गरेका छौँ हामीले हो भनेछ अनि त्यो कस्टमरलाई सहज होस् भनेर फेरि किन तपाईको माथि सिउटरको किन तल टिममा आएर बनाउनु पर्यो सिउटरमै होस् अब जस्तै हाम्रो मानट्याङको ब्लकबाट चाहिँ छेउमा एउटा म्यानुफ्याक्चरिङ छ त्यो त्यहीँलाई होस् हैन हामीले एरिया अनुसार पनि हामीले काम गर्छौँ